संसारकै सबैभन्दा गाह्रो काम के हो थाहा छ? त्यो मान्छेलाई बिर्सिनु जसलाई तपाईले आफ्नो पूरै संसार मान्नु भएको थियो। बिहान उठ्ने बित्तिकै आउने उसको मेसेज, राति सुत्नु अघि गरिने घण्टौंको कुराकानी, आज ती सबै कुरा एउटा याद मात्र बनेका छन्। तर के एउटा सम्बन्ध टुट्दैमा जिन्दगी नै सकिन्छ त? पक्कै पनि सकिँदैन। आज म तपाईलाई ब्रेकअपको त्यो अँध्यारो कोठाबाट बाहिर निस्कने 8वटा यस्ता उपायहरू बताउने छु जसले तपाईको मुटुको बोझ हल्का बनाउनेछ। नमस्ते साथीहरू, आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन सुन्दा सामान्य लाग्छ, तर भोग्नेलाई मात्र थाहा हुन्छ यसले भित्रभित्रै कति पोल्छ। यदि तपाईँ पनि ब्रेकअप पछि मुभ अन हुन सक्नु भएको छैन भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। भावनालाई स्वीकार गर्नुहोस्, एक्सेप्टेन्स। सबैभन्दा पहिले आफूलाई बलियो देखाउन छोड्नुहोस्। रुन मन लागे रुनुहोस्, चिच्याउन मन लागे चिच्याउनुहोस्। जबसम्म तपाईँ आफ्नो पीडालाई स्वीकार गर्नुहुन्न तबसम्म त्यो निको हुँदैन। पीडा लुकाउनु भनेको घाउमा पट्टी नलगाई लुकाउनु जस्तै हो। नो कन्ट्याक्ट रुल, सम्पर्क विच्छेद, यो सबैभन्दा महत्त्वपूर्ण छ। उसलाई इन्स्टाग्राममा पछ्याउन, स्टक गर्न छोड्नुहोस्। ऊ अनलाइन छ कि छैन, कोसँग बोल्दैछ, यो हेर्नु भनेको आफ्नै घाउ कोट्याउनु हो। केही समयका लागि उसलाई ब्लक वा अनफलो गरिदिनुहोस्। टाढा हुनु भनेको घृणा गर्नु होइन, आफूलाई बचाउनु हो। आफ्नो गल्ती मात्र नखोज्नुहोस्। हामी अक्सर सोच्छौँ मैले यसो नगरेको भए हुन्थ्यो कि। याद राख्नुहोस्, ताली एक हातले बज्दैन। सम्बन्ध टुट्नुमा दुवैको केही न केही भूमिका हुन्छ। आफूलाई दोषी ठहर्याउन छोड्नुहोस्। पुराना यादहरूबाट टाढा रहनुहोस्। उसले दिएका उपहार, सँगै खिचेका फोटो वा ती पुराना च्याटहरू, अहिलेका लागि ती सबै कुरालाई आँखाभन्दा टाढा राख्नुहोस्। जबसम्म आँखा यादहरू हुन्छन्, दिमाग पछाडि नै फर्कन खोज्छ। नयाँ रुटिन बनाउनुहोस्। खाली दिमागमा पुराना यादहरूले डेरा जमाउँछन्। आफूलाई व्यस्त राख्नुहोस्। बिहान छिटो उठ्ने, व्यायाम गर्ने, किताब पढ्ने वा कुनै नयाँ सिप सिक्ने प्रयास गर्नुहोस्। आफ्नो ऊर्जालाई सही ठाउँमा लगाउनुहोस्। आफन्त र साथीभाइसँग बोल्नुहोस्। एक्लै कोठामा थुनिनु समाधान होइन। तपाईलाई माया गर्ने आमा बुवा र साथीहरू हुनुहुन्छ, उनीहरूसँग समय बिताउनुहोस्। मनको कुरा पोख्दा आधा पीडा त त्यसै कम हुन्छ। सेल्फ लभ, आफूलाई माया गर्नुहोस्। तपाईले अरूलाई कति माया गर्नुभयो त्यो संसारले देख्यो। अब पालो तपाईको आफ्नै हो। राम्रो खानुहोस्, राम्रो लुगा लगाउनुहोस् र आफ्नो व्यक्तित्व सुधार्नमा ध्यान दिनुहोस्। तपाई खुसी हुनका लागि कसैको उपस्थितिको मोहताज हुनु हुँदैन। बुधा 8, समयलाई विश्वास गर्नुहोस्। समयभन्दा ठूलो औषधि संसारमा केही छैन। आज लाग्दैछ कि जिन्दगी सकियो, तर विश्वास गर्नुहोस्, केही महिनापछि तपाई आफैले आफूलाई म कति बलियो रहेछु भनेर गर्व गर्नुहुनेछ। कन्क्लुजन, निष्कर्ष, ब्रेकअप एउटा एन्ड होइन, यो एउटा न्यू बिगिनिङ हो। एउटा गलत मान्छे तपाईको जीवनबाट नहटेसम्म सही मान्छेका लागि ठाउँ खाली हुँदैन। त्यसैले आँसु पुस्नुहोस् र मुस्कुराउनुहोस्, किनभने तपाईको मुस्कान खोज्ने अधिकार कसैलाई छैन। अन्त्यमा, यदि यो भिडियोले तपाईको मनमा थोरै मात्र पनि आशा जगाएको छ भने कृपया लाइक र शेयर गरिदिनुहोला र कमेन्टमा लेख्नुहोस् आई एम रेडी फर अ न्यू स्टार्ट। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। नमस्ते।